आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक 12 भोल्ट इलेक्ट्रिक लकको ढोकामा फिटिङ कसरी गर्ने र यसको कनेक्सन कसरी गर्ने। यो हाम्रो लक अहिलेको नयाँ लेटेस्ट इजी टु इन्स्टल डिजाइनमा आएको छ। यहाँ हेर्न सक्नुहुन्छ यसको डिजाइन हाम्रो पुरानो जुन लकहरू आउँथ्यो त्यसको भन्दा हल्का डिफरेन्ट छ अनि यसले गर्दाखेरि हाम्रो फिटिङ गर्नको लागि सारै सजिलो हुन्छ र एकदम कम टाइममा यसलाई फिट गर्न सकिन्छ। कसरी यसको यो साइज नाप्ने कति साइज हो, मानौ यो ढोका छ, ढोकामा यसको साइज अनुसारको पाल यहाँ नापेर ठ्याक्कै यहाँ पाल गर्दिने अनि यसलाई खप्प यसरी छिराइदिने अनि 4 वटा स्क्रु कस्दिने, फिटिङ सक्यो। यसको फिटिङ गर्नलाई यति मात्रै हो। लकको यो पार्ट यहाँ हेर्न सक्नुहुन्छ ढोकामा यसरी फिट गर्दिने। अब हाम्रो यहाँ ढोका यसरी जान्छ, यहाँ लाग्छ। अब ढोकामा हामीले अर्को लक यहाँ ठ्याक्कै फिक्स गरेपछि त्यो लक जुन छ यसमा गएर अड्किन्छ अनि ढोका लक हुन्छ। अब हाम्रो लकको यो मेन पार्ट फिट गर्नुपर्छ। यो फिट गर्दाखेरि हाम्रो ढोका जुन छ ढोकामा यसरी गरेर फिट गर्नुपर्छ। यसको यो पार्ट जुन छ यसमा गएर छिर्नुपर्छ अनि लक हुन्छ। अनि लकको यो साँचो छिराउने जुन पार्ट छ यसको मोटाई हेर्ने, ठ्याक्कै यही साइजको पाल यहाँ गर्नुपर्छ। यो चाहिँ नापेर गर्नुपर्छ। लगभग यो 6 सेन्टिमिटर जति ठ्याक्कै यसको बिचको पार्टमा पर्छ। 6 सेन्टिमिटर नापेर अनि ठ्याक्कै यहाँनिर हामीले यसरी पाल गर्छौं, मिलाएर बिच पार्ट मिलाएर ढोकामा यसरी ठ्याक्कै फिट गरेर स्क्रु कस्दाखेरि यो जुन छ अलि बढी निस्क्यो। अब यो कन्डिसनमा हामीले के गर्नुपर्छ, यसको यो बिचको जुन पार्ट छ यो बिचबाट खोक्रो छ, हामीले यसलाई हेक्सो ब्लेडले काटेर अनि यसलाई सानो बनाउनु मिल्छ। यताबाट काट्नु भएन। अब यताबाट हामीलाई कतिको एक्स्ट्रा भइरहेछ हेक्सो ब्लेडले ठ्याक्कै काट्ने अनि काटेर फेरि यो लकलाई फिट गर्दाखेरि यसको यहाँसम्म हाइट जुन छ यसलाई बिचबाट काट्दिनु भयो अथवा हल्का घटाइदिनु भयो भने यसको हाइट यहाँबाट यहाँसम्म पुग्छ अनि ढोकामा ठ्याक्कै फिटिङ भइहाल्छ। कनेक्सन गर्नको लागि यसमा दुईटा तार दिएको छ। यो लकले 12 भोल्ट पाउन बित्तिकै अनलक भइहाल्छ। यसरी नै हो सिन्टेक 12 भोल्ट इलेक्ट्रिक लकको फिटिङ र कनेक्सन गर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me. Back and forth.